ओके नमस्ते सबैजनालाई हैन आज फेरि हाम्रो क्वेसन नम्बर 9 क्वेसन 9 भनेको चाहिँ हाम्रो पढेको क्वेसनबाट आउँछ तपाईले हेर्न सक्नुहुन्छ सेट 3 को हाम्रो क्वेसन 9 गर्दैछौँ हैन अब यसमा क्वेसन 9 मा चाहिँ तपाईहरु के छ भन्दाखेरि चाहिँ एउटा चाहिँ के दिएको छ यहाँ क्वेसन छ तपाईले यो क्वेसन म प्रिन्ट गरेर राख्दिन्छु अगाडि हैन प्रिन्ट भनेर चाहिँ स्क्रिनमा चाहिँ राख्दिन्छु तपाईले हेर्न सक्नुहुन्छ म डाइरेक्ट क्वेसन चाहिँ लेखेको छु व्हाट इज गिवन गिवन चाहिँ के दिएको छ भने चाहिँ लेख्छु हैन गिवनमा चाहिँ हाम्रो के दिएको छ भन्दाखेरि चाहिँ अब हेर्नुस् है 9 नम्बर राइट सोल्युसन है लेन्थ हामीलाई दिएको छ सर ब्रेथ इज इक्वल्स टु अलरेडी ब्रेथ b इज इक्वल्स टु अलरेडी हामीलाई कति दिएको छ भन्दा चाहिँ x लेट गरे अनि यसको लेन्थ चाहिँ ब्रेथ भन्दा चाहिँ के छ x + 8 ले चाहिँ बढी छ अब एरिया के हुन्छ रेक्टेंगुलर प्लट दिएको छ है प्लट को a इज इक्वल्स टु कति छ 384 दिएको छ मिटर स्क्वायर छ है त यसमा अर्को हामीलाई के चाहिँ गिवन दिएको छ भन्दा चाहिँ अर्को हाउ मेनी रुट्स द के डज क्वाड्रेटिक इक्वेसन a स्क्वायर प्लस b ax स्क्वायर प्लस bx प्लस c इज इक्वल्स टु 0 सँग चाहिँ इक्वल हुन्छ भन्दा चाहिँ तपाईले चाहिँ यसमा चाहिँ दुईवटा हुन्छ भनेर लेख्नुस् है 2 रुट्स ल भनेर चाहिँ लेख्दा चाहिँ ठिक हुन्छ अलिकति ल्याङ्ग्वेज मिलाएर लेख्नुस् अनि बी नम्बरमा चाहिँ हामीलाई के हुन्छ भन्दा ACC2 क्वेशन लेन्थ र ब्रेथ निकाल भने है त लेन्थ र ब्रेथ निकाल्दाखेरि चाहिँ ACC2 क्वेशन एरिया के हुन्छ एरिया अफ रेक्टेंगुलर प्लट a इज इक्वल्स टु फर्मुला भनेको चाहिँ के हुन्छ L into B है अब एरिया हामीलाई अलरेडी गिवन छ 384 इज गिवन इज इक्वल्स टु x L भनेको चाहिँ x + a2 एन्ड इन्टु यो भनेको x लेट गरेको मैले है अब यो भनेको 384 इज इक्वल्स टु x into x स्क्वायर प्लस 8x भयो है यसलाई मैले क्वाड्रेटिक x स्क्वायर प्लस 8x माइनस 384 इज इक्वल्स टु 0 मैले यसलाई चाहिँ क्वाड्रेटिक इक्वेसनमा लान खोजेको हैन अब यसलाई हामी सल्भ गर्दै गर्दाखेरि चाहिँ के हुन्छ भन्दा चाहिँ x स्क्वायर and plus x bracket 24 minus 16 and minus 3 384 is equals to 0 हुन्छ भनेको हेर्नुस् है कसरी हुन्छ भने 24 into 16 भनेको चाहिँ 384 हुन्छ and 24 minus 16 भनेको चाहिँ फेरि कति हुन्छ 8 हुन्छ है त और x स्क्वायर plus 24x minus 16x minus 384 is equals to के आउँछ 0 आउँछ मैले यसलाई यतातिर सल्भ गरे है त यो भनेको चाहिँ और x स्क्वायर plus 24x minus 16x minus 384 is equals to 0 आयो अब यसबाट चाहिँ हामीले यताबाट र यसबाट चाहिँ हामीले के गर्नु पर्यो कमन ल्याउनु पर्यो x is common x plus 24 minus 16 is common x plus के हुन्छ 24 is equals to 0 भयो is equals to के भयो 0 भयो नि हैन अब तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ यसमा नि कमन के छ x plus 24 is common अर्को चाहिँ के छ x minus 16 is equals to 0 आइदर हामीले के गर्ने भन्दा चाहिँ x plus 24 is equals to 0 और x is equals to के हुन्छ minus 24 हुन्छ यो चाहिँ इनभ्यालिड हुन्छ भन्नाले जस्तै ब्रेथ चाहिँ माइनसमा हुन्छ त माइनस लेन्थ र ब्रेथ त माइनसमा नहोला नि हैन अनि और हामीले के गर्न पायौं भन्दा चाहिँ और and x minus 16 is equals to 0 x is equals to what आयो 16 यो भनेको चाहिँ मिटर आयो है त अब हेर्नुस् therefore breadth is equals to breadth लाई हामीले x लेट गरेको थियो breadth b is equals to के हुन्छ x हो यो भनेको कति हो 16 मिटर आयो हैन अब लेन्थ भनेको चाहिँ लेन्थ l is equals to के हो x plus 8 हो नि भनेको 16 plus 8 is equals to कति आयो 24 मिटर आयो लेन्थ र ब्रेथ कति रहेछ 24 and 16 मिटर रहेछ यसरी सल्भ गर्न सकिन्छ एन्ड क्वेशन नम्बर सी ले यसकै क्वेशन नम्बर सी ले हामीलाई के भनेको छ भन्दाखेरि चाहिँ यसकै क्वेशन नम्बर सी ले हामीलाई के भनेको छ भन्दाखेरि चाहिँ अब हेर्ने है त हाउ लङ शुड द प्लट बी इन्क्रिज फ्रम द इट्स लेन्थ डिक्रिज फ्रम द इट्स लेन्थ टु फर्म इज द स्क्वायर भन्छ हामीले लेन्थबाट चाहिँ कति हामीले डिक्रिज गर्यौं भने कति घटायौं भने चाहिँ यो चाहिँ स्क्वायर बन्छ भने स्क्वायर प्लट बन्छ भने पहिला चाहिँ हाम्रो रेक्टेंगल छ अनि पछि चाहिँ स्क्वायर बन्छ भनेको है त
यो भनेको चाहिँ हामीले सी नम्बरमा चाहिँ ए द ए लेट ए ए बी सबट्र्याक्सन फ्रम लेट अब हामीले चाहिँ यसले लेट हैन मिटर ए मिटर है यो मिटर डिक्रिज है डिक्रिज फ्रम decrease from what a decrease from length अब हामीले a चाहिँ decrease from length भन्दा चाहिँ l minus a is equals to कति आउँछ b नै हुन्छ भनेको चाहिँ यदि हामीले स्क्वायर हुनलाई चाहिँ लेन्थ र ब्रेथ चाहिँ के हुनु पर्यो सेम हुनु पर्यो नि हैन भनेको चाहिँ l भनेको चाहिँ 24 minus a is equals to b is equals to अलरेडी गिवन कति छ 16 छ 24 minus अब हेर्नुस् है 24 minus 16 is equals to a 8 is equals to a therefore a is equals to what 8 meter therefore 8 meter the required decreased length b के हुन्छ therefore the required decreased length b is 8 meter यसरी चाहिँ हामीले गर्न सक्छौं है त तपाईहरुले यसरी चाहिँ सल्भ गर्न सक्नुहुन्छ है।